आफ्नो एउटा खराब बानी के लाग्छ तपाईलाई? खराब बानी नहुनु नै मेरो खराब बानी हो। तपाईँ कुन चाहिँ रियल कपलको फ्यान हुनुहुन्छ? एकजना हुनुहुन्छ मैले चिनेको, उहाँहरूको नाम चाहिँ नि राजेश हमाल र मधु भट्टराई। अब एउटा छोटो लास्ट भनिदिउँ। एक दिन महादेवजीको चाहिँ त्रिशूल हराएछ, भयङ्कर ठुलो त्रिशूल हुन्छ नि महादेवको। महादेवको त्रिशूल हराएर सबले खोज्न थालेछन्, कहाँ गयो त महादेवको त्रिशूल होइन। महादेव पनि अलिकति आक्रोशित भएछ, खै मेरो त्रिशूल भने। पछि एउटा मान्छे चाहिँ हस्याङ फस्याङ गर्दै आएर महादेवजी तपाईँको त्रिशूल भेटियो भने, कहाँ छ त भने। राजेश हमालले चाउमिन खान लगेको रहेछ। जाँदा जाँदै अब एक शब्द बोल्छु दाजु, त्यसको सब दिमागमा फ्याट जवाब दिनु छ होइन? ओके? मधुशाला भन्ने बित्तिकै दिमागमा के आउँछ? मधु र उसको भाइ। कस्तो मेरो खुबी, मैले तपाईँलाई पनि हँसाएँ। यो त फर्स्ट टाइम होला। एक्ज्याक्टली 20 मिनट त यसैमा जाने भयो। साफ दिमाग पग्लाइदिनु तपाईँ। अब के भन्नु, अब पनि त्यही छ। मधुमास र मधुले छानेको दाल, मासको दाल। यो त लाफिङ सो भयो। एक्ज्याक्टली इट इज। तपाईँलाई के लागिरहेको छ? गम्भीरवाला सो गरिरहेको छु। ओके मधु ठिक छ, अब केही सोध्दैन। अनमोललाई पहिलोचोटि टोयलेटमा देख्नुभयो? उहाँले मलाई देख्नुभयो, उहाँले मलाई देख्नुभयो। अघिको जोक सामने त्यो दाइको। अब टोयलेटमा त उहाँले मलाई देख्नुभयो। म आशा गर्छु कि उहाँ छानातिर हेरेर अनमोल कता थियो? मेरो एकदम शुद्ध मैले शुद्ध उसले हेरेँ, किनकि शुद्ध नजरले हेरेको थिएँ। तलतिर हेरेर हिँडेको